मानबहादुर नेपाली दाङ तुलसीपुर वडा नम्बर 7 को मान्छे हो म। मैले के भन्न चाहन्छु भनेपछि यो ठाउँमा मान्छेहरू धेरै बिग्रिरहेछन्। म बालेनजीलाई यो कुरा पुगाउन चाहन्छु किनभने बालेनजीले काठमाडौँ उपनगरपालिकामा गरेको काम मैले धेरै राम्रो मानिरहेको छु। त्यसको लागि म पनि एउटा मेरो दिमागमा आए के भनेपछि हरेक जिल्लाको वडामा वडा कार्यालय छन्। तिनको व्यक्तिलाई राखेर चाहिँ नगर परिषद खटाएर चाहिँ यो गाजा चुरुट खाने क्यारम बोर्ड खेल्ने तास खेल्नलाई चाहिँ यिनलाई एउटा न एउटा चाहिँ उपाय काम लगाउनु पर्ने मेरो उद्देश्य छ। बालेनजीले कस्तो मान्नुहुन्छ म यसको लागि चाहिँ यो कुरा पठाउनको लागि बालेनजीले र मेरो सोचलाई के भन्नुहुन्छ? अनि बालेनजीको काम कस्तो मानिरहनु भएको छ त तपाईले? बालेनजीले जो गरिरहनु भएको अनि त्यसको लागि म राम्रो मानेर चाहिँ बालेनजीलाई चुनिरहेको छु कि अहिले म भनेपछि। र मैले पनि सोच के बनाएको भनेपछि यो चाहिँ जस्तै अब मान्छेलाई वृद्धा भत्ता बाँटिन्छ अनि सानो बच्चालाई चाहिँ त्यो दिन्छ होइन सुत्केरी खर्च भनेपछि त्यस्तै हिसाबले चाहिँ यिनी लोफर कार्यालय लोफर केटाहरूलाई पनि लगेर के अरे एउटा न एउटा रोजगार दिनु पऱ्यो के। यहाँ पढ्नु पऱ्यो त्यो मान्छेले 18 लगभग केही पनि 12 क्लास पास गर्नु पऱ्यो। नभएपछि त्यो मान्छेले के गर्नु पऱ्यो भने 12 क्लास पास गरेपछि ठिक छ विदेश जान्छ इन्डिया जान्छ आफ्नो नेपालै कुनै रोजगार गरोस्। तर गाजा खाने क्यारम बोर्ड खेल्ने तास खेल्ने अनि दिनभरि घुमेर आउने कुनै बाउले रिक्सा चलाएर आएर घर खर्चको पेट पाल्नलाई छोराहरूलाई खुवाउँछ र त्यो बाउलाई सताउन नहोस्। किनभने यो मैले चाहिँ मलाई अहिले यो जिन्दगीमा मलाई पनि आइरहेको होइन र कतिको म आए पनि देखेको छु। त्यही भएर म यो कुरा राखेको छु। म अब हजुरले कस्तो मान्नु? बालेनजीलाई यही सन्देश छ कि प्रत्येक चाहिँ वडाकामा त्यो सङ्कलन गरेर कति लोफर मान्छे छन् तिनलाई चाहिँ ठाउँ लगाउने यही भन्छु म। बालेनले चुनाव लड्नुपर्छ तर योभन्दा नि माथिल्लो स्तरमा बालेनजीलाई पुगाउनु पर्छ, आउनु पर्छ। तर उहाँले पनि फेरि राम्रै काम गर्नुपर्छ। फेरि त एकदम ठिक छ। म जो यो हाम्रो फेसबुकमा आइरहेको होइन त्यो हेरिरहेको छु मैले, त्यो म एकदम राम्रो मानिरहेको छु।